साथीहरू फाइनल गेम सकिसक्यो र यहाँ चाहिँ पुरस्कार वितरण भइसकेको छ। ओइ स्कलवा ल अब म धेरै ढिला नगर्दै यस समृद्धि स्पोर्ट क्लबद्वारा आयोजित खुल्ला जुनियर भलिबल प्रतियोगिता जेन्ट्स यानि कि लेडिज दुवै टिमको थियो। हामी चाहिँ टाढाबाट पनि उपस्थित हाम्रो खेलाडी साथीहरू, जहाँ कि हामी लेडिजका साथीहरूलाई हामी बाध्य भयौँ हिजो बिदा गर्नको लागि, किनकि मत्स्यका टिम साथीहरूलाई यहाँ बस्नेको व्यवस्था लगायत अन्य थुप्रै हामीले पुर्याउन सकेनौँ। यद्यपि हाम्रो ठाउँमा होमस्टे हुन्थ्यो भने हामीलाई सजिलो हुन्थ्यो, तर त्यो हामीमा सम्भव थिएन। तसर्थ उहाँलाई हिजोको दिनमा हामीले फाइनल गराएर पठाइसकेका छौँ। आज पुरुष भलिबल तर्फका टिम जो कि प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडी साथीहरूलाई हाम्रो यस समृद्धि स्पोर्ट क्लबको तर्फबाट नगद पुरस्कार राशि र सम्मान, मेडल र प्रमाणपत्र सहित हामीले उहाँहरूलाई बिदाई गर्दैछौँ। उहाँहरू पनि टाढाको खेलाडी हुनुहुन्छ। म औपचारिक कार्यक्रममा म संलग्न भइन, किनकि हाम्रो यो थियो त हिजोलाई हाम्रो तय गरेको थियो, तर हिजो हाम्रो वडा अध्यक्ष सदस्यज्यूहरू हिजो आएर महिला भलिबल टिमलाई बिदाई गरिसक्नु भएको छ। म पनि यो वडा सदस्य जीवन घरती मगर र यसै समृद्धि स्पोर्ट क्लबको सञ्चालकको जिम्मेवारी पाएको म जीवन घरती मगरको जिम्मेवारी निर्वाह गर्दैछु। म धेरै ढिला नगर्दै आजको पुरुष भलिबल तर्फको खेललाई म यहीँ समापन गर्न गइरहेको छु। यसै क्लबका संस्थापक अध्यक्ष श्री हाम्रो हिमाल घरती मगरज्यूलाई मैले प्रमाणपत्र दिनको लागि अनुरोध गर्न चाहन्छु, र त्यसै गरी कोषाध्यक्ष श्री प्रेम कुमार घरती मगरज्यूलाई मैले मेडल लगाएर पुरस्कार राशि दिएर मैले सम्मान गर्नको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी टीका अबिर सेम नै हो, टीका लगाएर यसै क्लबका सचिव कविता पुनलाई अनुरोध गर्न चाहन्छु, र त्यसै गरी सम्पूर्ण यसै क्लबका संस्थापक सदस्य अध्यक्ष सहितका सम्पूर्ण टिमहरूले यहाँ आएर सम्पूर्ण खेलाडी साथीहरूलाई सम्मानसहित पुरस्कार राशि लगायत मेडल प्रमाणपत्र हस्तान्तरण गर्नको लागि अनुरोध गर्न चाहे। म स्वयं, मेरो परिचय जीवन घरती मगर मल्लरानी गाउँपालिका वडा नम्बर 2 को वडा सदस्य खुल्ला तर्फबाट। म यसै समृद्धि क्लबमा पनि आबद्ध छु, लगायत हाम्रो तल हाम्रो एउटा अर्को क्लब पनि छ, पुरानो क्लब हाम्रो पुरानो क्लबमा नि आबद्ध छु। म 2 क्लबमा छु। सम्पूर्ण विजेता टिमलाई म ढिला नगर्दै पालै आउनुहोला प्लिज। टीका पहिलो मैले तृतीय स्थानबाट मैले नाम लिनेछु, आइदिनु होला। सम्पूर्णलाई सम्मान, माया र उत्तिकै तपाईहरुको खेल जीवन उज्जवल रहोस् भन्ने शुभकामना दिन चाहन्छु। शिवराज सबैलाई सुनाइदियो। ठीक छ बाबु, ठीक छ।
स्पोर्ट क्लबद्वारा सञ्चालित यस भलिबल खुल्ला जुनियर भलिबल टिममा जति पनि उपस्थित हुनुहुने सम्पूर्ण खेलाडी साथीहरूलाई हृदयदेखि नै हार्दिक आभार र माया प्रकट गर्न चाहन्छु। त्यसैगरी यसै क्लबले आयोजना गरेको यस खेलमा खेलप्रेमी साथीहरूले जति पनि नगदी सहयोग गर्नुभएको थियो उहाँहरूको एकचोटि म सरस्वती नाम वाचन गर्न गइरहेको छु। गइरहेको छु तपाईहरुको सुरक्षित म सहयोग गर्ने सहयोगी दाताहरूको नाम एकचोटि सरस्वती वाचन गर्न गइरहेको छु। आज हामी 2 दिनको खेल भनेका थियौं तर कारणवश र समयको अभावले गर्दा हामी 3 दिनमा गएका छौं। त्यसर्थ खेलाडी साथीहरूले पनि मध्यनजर गरिदिनु होला, हामीलाई दुःख दिनुभयो भनेर त्यो गुनासो नपुग्नु होला। म अब समृद्धि स्पोर्ट क्लबलाई यो आयोजना गरेको खेललाई सहयोग गर्ने सहयोगी दाताहरूको नाम लिन सरस्वती चाहन्छु। चन्द्र जीएम हाल मलेसिया रु 3200ले सहयोग गर्नुभएको छ। त्यसैगरी प्रेमध्वज जीएम यसै क्लबका पूर्व सचिव रु 3500ले सहयोग गर्नुभएको छ। त्यसैगरी रामबहादुर सुनारज्यू थुम्का निवासी उहाँले पनि रु 3500ले सहयोग गर्नुभएको छ। त्यसैगरी प्रकाश परियार उहाँले पनि रु 3500ले सहयोग गर्नुभएको छ सन्देरी निवासी। त्यसैगरी जीवन शर्मा उहाँ थर्ड पुरस्कारको प्रायोजन हुनुहुन्छ, उहाँले पनि रु 3200ले सहयोग गर्नुभएको छ। तर 3200 पुरस्कार राशि पाउनुहुन्छ, 3000 मात्रै हाम्रो तोकिएको छ। तसर्थ 200 रुपियाँ हाम्रो यो क्लब नै हाम्रो रहनेछ। त्यसैगरी गोविन्द सुनार थुम्का निवासी उहाँले पनि रु 1500ले सहयोग गर्नुभएको छ। त्यसैगरी रोशन जीसी बर्राबोट निवासी उहाँले पनि रु 1500। त्यसैगरी सागर जीसी हाम्रो यही आउनु भएको छ मल्लरानी चाउमिन उद्योगका प्रोपराइटर मधुसूदन जीसीका भाइ हुनुहुन्छ। सागर जीसीले पनि रु 640ले सहयोग गर्नुभएको छ। त्यसैगरी विनोद घरती मगरले पनि उहाँ स्याला निवासी रु 1500ले सहयोग गर्नुभएको छ। त्यसैगरी जीवन गमाल हुनुहुन्छ, उहाँले पनि सामने गाउँ निवासी उहाँले पनि रु 1500ले सहयोग गर्नुभएको छ। त्यसैगरी मोहन पुन मगर हुनुहुन्छ, उहाँले पनि तल्ला सिउते उहाँ तल्ला सिउते निवासी मोहन पुनले पनि रु 1500ले सहयोग गर्नुभएको छ। त्यसैगरी मोदन थापा भैँचामारे उहाँले पनि रु 1500ले सहयोग गर्नुभएको छ। त्यसैगरी पदम घरती मगर असुरकोटको साथी खेलप्रेमी असुरकोट निवासी पदम घरती मगरले पनि रु 750ले सहयोग गर्नुभएको छ। त्यसैगरी सागर घरती मगर अर्घाखाँची हामी यता अर्घाखाँची यता प्युठानी हो, एकदमै माया प्रेमी एकदम खेलप्रेमी उहाँले पनि 750ले सहयोग गर्नुभएको छ। त्यसैगरी लक्ष्मण घरती मगर स्याला निवासी उहाँले पनि 3840ले सहयोग गर्नुभएको छ। सम्पूर्ण सहयोगी दाताहरूलाई एकचोटि जोरदार ताली जाओस् प्लिज। उहाँहरूको नाम वाचन गरिसकेपछि म अब धेरै ढिला गर्दैन, किनकि मौसमले चुनौती दिएको अवस्था छ। मौसम प्रतिकूल छ, अनुकूल छैन, किनकि टाढाका खेलाडी साथीहरू हुन्छ उहाँलाई पनि पुग्न समय हुन्छ। तसर्थ म ढिला नगर्दै अब चाहिँ म पुरस्कार राशि वितरणको लागि जाँदैछु। सम्पूर्ण विजेता टिमलाई अझै योभन्दा तपाईँ यो हाम्रो एउटा सानो खेल हो, अझै ठुल्ठुला खेलहरूमा विजेता हासिल गर्नको लागि शुभकामना दिन चाहन्छु। अब चाहिँ म तृतीय स्थानबाट पुरस्कार राशि वितरण गर्न गइरहेको छु। यसै क्लबका सचिव अहिले जो कविता पुनबाट टीका र मेडल यताबाट हाम्रो यमुना
कुनबाट हुनेछ भने प्रमाणपत्र हिमाल घरती मगरजीबाट हुनेछ। पुरस्कार राशि हाम्रो प्रेम कुमार कोषाध्यक्ष प्रेम कुमार घरती मगरबाट हुनेछ। तृतीय स्थान हासिल गर्न सफल टिम देउराली खोलाका टिम साथीहरू पाली पाला आउनुहोस्। टिम क्याप्टेन यताबाट सुरु गरिदिनु होला प्लिज। आउनुहोस् पाली पाला आउनुहोस्। ताली बजाइदिनु होला प्लिज। तालीको कन्जुसाइ नगरिदिनुहोस्। ताली बजाइदिनु होला प्लिज। तृतीय स्थान हासिल गर्न सफल भलिबल टिम देउराली खोलालाई धेरै धेरै धन्यवाद। उहाँले आफ्नो पुरस्कार राशि एकछिन वेट गर्नु होला, हामीले सेल्फी लिनेछौँ यही नेटमा। यो जो हाम्रो जाली छ यहाँ खिच्नेछौँ, सबै एकछिन वेट गर्नु होला है। त्यसपछि अब द्वितीय स्थान हासिल गर्न सफल यसै आयोजक टिमबाट समृद्धि स्पोर्ट क्लबका साथीहरू यता आइदिनुहोस् प्लिज। पाली पालो धेरै धेरै धन्यवाद छ। समृद्धि स्पोर्ट क्लबका साथीहरूलाई पनि दोस्रो स्थान हासिल गर्न सफल। यता बसिदिनु होला, सेल्फी लिँदै गर्नुहोस्, हामीले पनि लिने हो पछि। अब उहाँको आग्रह अनुसार प्रथम स्थान हासिल गर्न सफल हाम्रो टिम ढाकाबाङका साथीहरूले नाम वाचन गर्न भन्नुभएको छ। ठिकै छ, म गर्छु। पाले पाला आउनुहुनेछ। टिम क्याप्टेन ठिकै छ, आउनु होला। हाम्रो सेल्फीको लागि तयारी छौँ, केही छैन। प्रदीप सुनार सागर परियार प्रथम स्थान हासिल गर्न सफल। कङ्ग्रेचुलेसन। धन्यवाद। अशोक आले मगर बधाई छ भाइ, तपाईँलाई खेल जीवन उत्तर होस् र भविष्यमा पनि यस्तै प्रगति गर्दै जानु होला। राहु थापाज्यू सागर सुनारज्यू खेल जीवन अझै उच्च होस्, भविष्यमा राम्रो प्रगति गर्दै जानु होला। एनजित परियारज्यू